च्यानल। आज हजुरहरूलाई मैले देखाउन गइरहेको छु। यहाँ हजुरहरूकोतिर पनि पानी परेको छ होला। हाम्रोतिर 3 दिन भइसक्यो लगातार पानी परिरहेको। हजुर 5 दिन भइसक्यो अरे पानी पर्न लाग्यो। हजुरहरूलाई मैले देखाउँछु चाहिँ अँध्यारेको छ बादलहरू पनि। यहाँ एकदम सबै निस्केको छैन। यहाँ बादल हेर्नुहोस् कति हुन्छ, कालो छ। हाम्रो घरको भैँसी हुस्सु लागेको जस्तो छ। उता खोलातिर लागेछ, पुरै कालो छ। पानी परेको परेछ, 5 दिन भइसक्यो। हेर्नु हाम्रो भैँसी हो, अब ब्याउँछ 2-3 दिनमा। अहिले चाहिँ भैँसीलाई 1 कोडो पानी गर्ने बेला भएछ। त बुवाले कुडो तताउँदै हुनुहुन्छ। भिडियो गराएको बुवा हजुर। भैँसी पनि लजाउँदो रहेछ। उहाँ हुनुहुन्छ मेरो बाबा। मम्मीले चाहिँ लुगा धुँदै हुनुहुन्छ यस्तो पानीमा पनि।